ल एउटा खुसीको खबर आयो। अब 2026 मा अनि 2026 मा अब प्रधानमन्त्री को चुनाव हुन्छ हाम्रो नेपालमा। अनि अब प्रधानमन्त्रीको रेसमा कुन कुन मान्छे छ अनि कुन मान्छे प्रधानमन्त्री बन्न पाउँछ कमेन्ट गरेर भन्नु होला। अनि सबैजना कुन मान्छे राम्रो छ अनि कुन मान्छे प्रधानमन्त्री हुन्छ हैन, तपाईहरु कमेन्ट गर्नु होला, शेयर पनि गर्नु होला। अनि नयाँ पार्टी या अथवा पुरानो पार्टी कहिले खेल चलिराखेको छ, यो पार्टी मध्य कुन पार्टीको सरकार हुन्छ अनि कुन पार्टी बहुमतले जान्छ अनि कुन पार्टीको सरकार बन्छ अनि कुन पार्टीको प्रधानमन्त्री बन्छ कमेन्ट गर्नु होला।